जस्तै भएर आका छन् भएर आका छन् ए उनलाई रोज कालो कोट लागा छन् माया पानीको माया तिमीलाई सम्झन्छु दिनको रात हर्स्याङ्गी सलाला भएर आका छन् भएर आका छन् उनलाई रोज कालो कोट लागा छन् माया पानीको माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाला हरिकैको फल रोजी छौ फललाई रोजी छौ किन कुरा चाली गरी छौ माया पानीको पात सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाला भरैमा बारी छौ भरैमा बारी छौ चाली कुरा गरेर बारी छौ बेटा पानीको पात आऊ माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाला भिन्दाको दिलसँग भिन्दाको दिलसँग तिमीले माया लाउँछौ र दिलसँग माया पानीको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाला भिन्दाको दिलसँग भिन्दाको दिलसँग तिमीले माया लाउँछौ रे दिलसँग माया पानीको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाला नाचौ ए माया तिमीलाई सम्झन्छु हल्ला मर हल्ला मर्स्याङ्गी सलाला ए मासा चिम्नी क्या राम्रो बन्या छन् यो बिन्दालाई लान्छु है भन्या छन् माया पानीको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाला क्या राम्रो भन्या छन् यो दादालाई लैजान्छु भन्या छन् माया पानीको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाला विष्णु माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाला प्रशान्तलाई नछोड्नु जान्जाला माया पानीको पात
हात बोल्यो सिस्नुले सिस्नुले आज पालो पाएनन् विष्णुले माया थानको माया तिमीलाई सम्झन्छु दिनको रात वर्षेनी सालाला हात बोल्यो सिस्नुले हात बोल्यो सिस्नुले आज पालो पाएनन् विष्णुले माया थानको माया तिमीलाई सम्झन्छु दिनको रात वर्षेनी सालाला माया तिमीलाई सम्झन्छु दिनको रात वर्षेनी सालाला त्यस्तै हो नि मान्छेको झोला मान्छेको झोला आज आसौँ भोलि त के होला माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात वर्षेनी सालाला मान्छेको झोला मान्छेको झोला आज हाँसौँ भोलि त के होला माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात वर्षेनी सालाला माया तिमीलाई सम्झन्छु दिनको रात वर्षेनी सालाला आफ्नै झैँ ठानेको कृष्ण दाई आफ्नै झैँ ठानेको ए यस्तै हुन्छ सबै थोक जानेको माया पानको माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सालाला बसेका मुन्ना आजैलाई लैजाऊ के हुन्न माया पानको माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी साला हाय माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी साला भन्नुहोस् भाउजू अब के भन्ने त अब के भन्ने त कृष्णजीकै राधिका भन्ने त माया पानको माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सालाला अब के भन्ने त अब के भन्ने त कृष्णजीको राधिका बन्ने त मङ्गलम भगवान् विष्णु मङ्गलम पुनर्विकाक्षी मङ्गला है तन हरि स्वाहा। अब गीतमा मात्रै हो भाउजूसँगै जाने दोहोरी सबै वास्तविक दोहोरी हुँदैन, सबै दोहोरी वास्तविक पनि हुँदैन। कहिले मुन्ना सरलाई गयो, कहिले विष्णु दाईलाई पालै गएन, कहिले निलदाईसम्म पनि पुग्यो झटारो। प्रशान्त मक्ख परेर छेउमै आएको थियो। अब लास्टमा के गर्छौ मनोजीको सुरुमै पालो आएको थियो। अझ सुरुमा त हाम्रो शान्तराज भण्डारीलाई आएको थियो। उहाँले चाहिँ कन्यादान दिने कुरा आयो कि कसो बिन्दा हो नि। अरू बाँकी केही छ?
दाइ माइती हुनुभयो, हजुर पनि माइती भयो, अब बुझ्नु अफेलले। ल अब कन्यादान गर्नु बेला भएको छ। बैना मारिसक्नु भएको छ यहाँ, बैना मारिसक्नु भएको छ। यो के साई मासु लाउने भन्छन् है दिदी, यो के भन्छ, बैना मार्नु भएको छ। जसले बैना मार्यो उसले मौका पार्यो भनेर कसैले भन्यो भने हान्नुपर्छ काम है। एनिवे रमाइलो भयो सबैजनालाई। आजको यो बसाइ सङ्गीतमय रह्यो। आजको यो बसाइलाई यहाँसम्म दरिलो साथ दिनुहुने सम्पूर्णलाई हृदयबाट धेरै धेरै धन्यवाद छ, जसले जहाँबाट जसरी साथ दिनुभयो। धेरै खुसीको कुरा, नेपालबाट हाम्रो प्रिय बहिनी बिन्दा यहाँसम्म आएर यो कार्यक्रममा भेटघाट हुने अवसर पनि जुरे, त्यसको लागि धेरै धन्यवाद। समिश्रिकाको नाचै कडा छ, समिश्रिकालाई पनि धेरै धेरै धन्यवाद। यहाँसम्म आउनुभयो, अझै यहाँको साङ्गीतिक क्षेत्र भविष्य फराकिलो हुँदै जाओस्। मेरा परिवारका मान्छेहरूको सम्पूर्णको प्रस्तुति पनि आज सौभाग्यले हामीलाई थाहै थिएन, यहाँ आएर भेट भयो। सुरज भाइ, हाम्रो मनोज सर, हृदयबाट सम्मान छ। आडैमा हाम्रो दङ्गाली दाई हुनुहुन्छ, यहाँलाई हृदयबाट सम्मान व्यक्त गर्छु र सम्पूर्णलाई हामीले मान्नुपर्ने पुज्नुपर्ने सबैलाई साइनअनुसार पदअनुसार हृदयबाट सम्मान व्यक्त गर्छौँ होइन हामीले। सबै कुरा दाइले भन्नुभएको छ, मेरो पनि त्यही नै हो होइन। आमालाई यस्तै भयो, भोलि पनि भेटौँला, पर्सि पनि भेटौँला, रमाइलो गर्नुमा दिन छँदैछ। जय गीत, जय सङ्गीत, जय कानाडा। र प्रविधिमा रहनुहुने सुरज सर, हाम्रो छायाङ्कनमा रहनुहुने अर्बितलाई पनि हृदयबाट सम्मान व्यक्त गर्दै यत्रो कराउँदा उफ्रिँदा भोकाउँदा हामीलाई खाजा प्रदान गर्नुहुने आदरणीय त्यहाँ पनि गएर खाजा खानु होला भन्दै भोलि पनि आउनु होला है, घरबाट भातै नखाएर आउनु होला।